नाउरी त गर्नु हजुर आमाको भत्ता चाहिन्न भन्नुभयो नकरा साला चुतिया केरी नचाहिन्न मलाई नचाहिने हुन्छ बाँडिदिनु त्यही गरिबहरूलाई कोलाई त्यहाँ अब यसो नसक्नेहरूलाई दिनुहोस् आमालाई चाहिन्न भन्नुभएको छ गरिब दिन दुखीहरूलाई दिए धर्म पनि हुन्छ धनी छ सुन्दैछ आमा भत्ता मैले तिमीहरूलाई के गरिदिरहेछु पर्ख त्यही कान्छीलाई पनि गर्छु म नाउरी त अर्का जसले भने पनि जिउँदै दिने गरेछ परेन आमालाई पैसा खाँचो पनि छैन जति पनि छ तैँले ल्याएको छ नि पैसा त्यहाँबाट अब यहाँ बस्न खान पनि केही दुःख छैन यसो नसक्नेहरूलाई दिनुहोस् खर्चो सर्चो चाडपर्व पनि आउँदैछ उनीहरूलाई हुन्छ आमालाई कसैको दुःखै छैन खाली कसैको दुःखै छैन भन्दै हात लाउनुहुन्छ ल त्यो बाँडिदिनु तपाईँलाई मन लागेको कोलाई हुन्छ दिनु आमालाई चाहिन्न भत्ता अब सरकारले भने नहालिदिने भने पनि हुन्छ हो यहाँ यता जम्मै पर्ने यिनीहरूले खाछन् जम्मै मेरो खुबै मलाई जिस्क्याउँछ ल हुन्छ कि परेन कि आमाको नपरे ढाडिया हो यही ढाडिया पनि खाओ सबै ल हुन्छ सर धन्यवाद ब्याङ्कबाट हो तपाईँ भुस्टु पोइ नमर्दार्थन पाइन्थ्यो कि मैले अस्तिहरू दुईटा लोन सान गरी एउटा पैसा मलाई दिए मरिदा आफ्ना पोइको पनि तपाईँको त एक वर्ष भएछ ननिकालेको हाल नगर लैजा जम्न भैँसी मलाई त चाहिन्न के ठुलो मलाई कसैको दुःखै छैन मस्त नबोलाऊ आमालाई पनि कसैको दुःख छैन त्यो बोलियो सुनेर चाहिँ मलाई नगर्ने आमालाई पनि कसैको दुःख छैन जान्थे र त्यहाँ मेरो बाखा सुहाएर लिएर हिँड्ने हो अस्ति त्यही गरेछ म हो त्यहाँ आउँदाखेरि कताबाट आउँदाखेरि त दुईटा गएर आइदिएका म उहाँ गएँ त्यही त मलाई के भन्यो भने बिहानै आइदिएको थियो दुईटै भनेर गाई खाने मलाई यति गरिएको छैन दुईटा त्यही त अब आमालाई कसैको दुःख छैन पैसा चाहिन्न यो त बेस्टर गरेर उनकै छोरी हो नि यसले पनि ल्याइले नि दुकुटी हुन्छ ल सर अब यही यो कुरा चाहिन्न आमाको भत्ता आज चाहिएन जेर्नी गर्नुहोस् हामीलाई कसैको दुःख छैन भयो तैँले भनेर हुन्छ यहाँ मेरा पोइको हो तेरो हो तेरा पोइको अहिले जा तेरी स्वामीलाई दिएन ल हुन्छ सर सरकारको पनि कति खानेहरू पुग्यो अब पुगिन्छ सल्लाह मैले कति चाहियो मैले दिन्छु कि पर्दैन मलाई तेरी स्वास्नीलाई दिएर भएको त्यो त्यति दिनु भने त कान्छी बाहिर पर्दैन मलाई केही दिनै पर्दैन कागजात मिलाउँदै हुनुहुन्छ कि ऊ भत्ता लिन जान हेर्नु त बढी बाकस मोरलाई बोकाएर लिएर आएर त्यो बाकस